सम्झिरहे कि यो झापाको मात्रै यहीँको प्रदेश कमिटीको गर्दाखेरि ठ्याक्क पुगेर हाजिर गरेर हिँड्नेदेखि लिएर कुनै बैठकमा नगर्ने लेबी नै नतिर्ने त्यसपछि एकैचोटि लेबी थुप्रेर उम्मेदवारी दिने बेलामा चाहिँ लेबी नदिए बापत नतिरेकोलाई चाहिँ नलिने कि भन्नेसम्मको पनि एउटा परिस्थिति चाहिँ पर्यो। यो कुराले चाहिँ के हुन्छ भन्दा जिम्मेवारी त लिन्छ यसको एक दुईवटा कार्यक्रम भन्न आसन ग्रहण पनि गर्छ तर हामीले साँच्चीकै जे शपथ खाएर चाहिँ यो पार्टीलाई आन्दोलनलाई नेपालको मानव प्रयत्नलाई अगाडि बढाउने भनेर भनेका छौँ त्यो प्रयत्न चाहिँ अगाडि बढाउँछौँ त भन्दा त्यो चाहिँ बढाउँदैन। हामी के भन्छौँ भन्ने कुराले होइन के गर्छौँ भन्ने कुराले मात्र यो पार्टी बन्छ भनेर पार्टी बन्दैन। लगातार भाषण गर्न लाउने हो भने पनि हरेकले 2-4 घन्टा हामी गर्न सकौँ तर भन्ने कुराले होइन गर्ने कुराले पार्टी बन्छ। त्यो भएर के गर्ने भन्ने सन्दर्भ चाहिँ कतिपय कुरा स्वयं नेता भएको मान्छेले आफैले पनि यहाँ विभिन्न क्षेत्रका मान्छे